दूध चढाएर बाहिर गएको त झन्डै घोप्टिने सो वेलकम छ साथीहरू मेरो डेली मिनी भ्लगमा। हजुरहरूलाई आयो सन्चै हुनुहुन्छ होला हजुरहरू, म पनि यहाँ सन्चै छु। मेरो बिहानीको सुरुवात चाहिँ यसरी भयो। म चाहिँ उठ्न बित्तिकै गुनगुना पानी पिएँ अनि पछि दुध उमाल्नु पर्ने हुन्छ, त्यसैले मैले चाहिँ फटाफट दुध उमाल्न लाएँ अनि दुध राखेर बाहिरतिर गएको त आहा कस्तो राम्रो मौसम भएको क्या। पानी परिसकेपछि कति सफा हुन्छ कि बोट बिरुवाहरू पनि सबै पानीले धोइन्छ नि, त्यही भएर होला नि यति सफा लागेको थियो नि बाहिर। मैले त यता दुध चढाएको छु भन्ने भुसुक्कै बिर्सिछु, दौडेर आएको त धन्न दुध घोप्टिसकेको क्या। अनि पछि दुधलाई झट्टपट्ट चलाइदिएँ। मलाई चाहिँ बेसै गरी उमाली पकाएको दुध एकदम मिठो लाग्छ क्या। अब भुक्लुक्क उमालेर राख्ने बानी चाहिँ छैन, मैले चाहिँ एकदम धेरै टाइमसम्म दुध उमाली गर्छु। अनि दुध पनि उमालिसकेपछि मैले चाहिँ नास्ता बनाउन लाएँ। नास्ता चाहिँ के खाने त, नास्ता खाने चाहिँ अम्लेट हो। आज बुढो चाहिँ सुत्नु भएकै थियो, त्यसैले म चाहिँ लागेँ आफ्नो लागि नास्ता बनाउन। मेरो बुढाले चाहिँ नास्ता खानुहुन्न बिहान पख। हजुरहरूले अम्लेट कसरी बनाउनुहुन्छ? मैले चाहिँ यसरी बनाउँछु, प्याज खुर्सानी धनियाँ हालेँ, खासै केही हालेन। मैले चाहिँ एउटा मात्रै खुर्सानी लिएँ अनि थोरै धनियाँ लिएँ, के गर्नु आफ्नो लागि मात्रै हो। अनि बेसी अरू धेरैको लागि भए पो अलि धेरै सामान पनि चाहिन्छ र एउटाको लागि मात्रै त सामान पनि थोरै भए पनि हुन्छ। बिहान भन्ने मात्रै हो साथीहरू, म उठ्दा 10 बजिसकेको थियो। अहिले चाहिँ यो हो 10 बजेको टाइम। 10 बजेको टाइममा पनि अब के भन्नु, जतिखेर उठ्यो उसलाई त बिहानै भन्नु पर्यो नि त। अनि मैले चाहिँ अम्लेट बनाएँ। मेरो ढङ्ग फेरि यस्तो चाहिँ यसरी फर्काउँछु भनेको त आधा बाहिर आधा भित्र भयो क्या। आधा उछुटेकोलाई पनि त्यसैमा हालिदिएँ। अनि पछि अम्लेटसँग चाहिँ के खाने भनेपछि ब्रेड चाहिँ थिएन, मलाई चाहिँ परौठा र अम्लेट पनि एकदम मनपर्छ। अनि पछि म लागेँ परौठा बनाउनको लागि। परौठा बनाउनु पनि मान्छेहरूको अलग अलग तरिका हुन्छ, कसैले गोलो बनाउनुहुन्छ, कसैले त्रिभुज तरिकाको बनाउनुहुन्छ। मलाई चाहिँ यो 4 कुने परौठा बनाउन एकदम राम्रो लाग्छ अनि सजिलो पनि लाग्छ। मैले चाहिँ नास्ता पनि बनाइसकेँ अनि दुध हाल्न लाग्यो त यति डारुले त कति ढिलो हुने, कसले डारुले हाल्छ भनेर यत्तिकै तातो भए पनि गिलासमा हालेँ। अलि धेरै दुध चाहिँ खाएन मैले, आधा गिलास मात्रै खाएँ। 2टा अम्लेटको पनि हेर्नु न, अम्लेट कत्रो भएको छ कि। 2टा अन्डाको पनि अम्लेट बन्न लाएँ। आजभोलि त किन हो नि जिउ पनि राम्रोसँग सन्चो पनि छैन, त्यसैले गर्दा भोइस गर्दा पनि मेरो जिब्रो चाहिँ लटपुटिरहन्छ क्या। अनि म चाहिँ मेरो भोइस 2-3 चोटि सुन्ने गर्छु कि कस्तो भयो के भयो भनेर। हजुरहरूले यस्तो गर्नुहुन्छ कि नै कमेन्ट गर्नु होला। कहाँ हेर्दै खाएको होला भन्नुभयो होला। मैले चाहिँ यता बाहिर कस्तो राम्रो पानी झिमझिम परेको थियो, त्यो हेरिरहेको थिएँ। अनि बुढो पनि यत्तिकैमा उठ्नुभयो। बुढोलाई उठाएर यिनी कोठाहरू बन्द थियो, कस्तो गनाउँछ कि। बन्द भएपछि सबै कोठाहरू आज खोलिदिनुपर्छ भनेर म चाहिँ बुढोलाई लिएर माथि आएँ। बाहिर हेरेको त आँखा पानी परेको, कस्तो राम्रो मौसम साथीहरू। भेटौँला अर्को भिडियोमा। अहिले बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो।